बिहानको नमस्कार। आज मलाई सामाजिक विषयमा पाएको प्रोजेक्टलाई म भन्न चाहन्छु र त्यसको विषय रहेछ विवाद र मेलमिलाप। व्यक्ति समूह बीचको बिचमा हुने कलहलाई विवाद भनिन्छ। एउटा व्यक्ति वा समूहले अर्कोलाई सूचना दिन नसक्दा विवाद सिर्जना हुन गर्छ। दुई पक्ष बीचमा पनि विवाद हुने गर्छ। सिर्जना हुने दुई पक्ष बीचमा हुने झगडालाई पनि विवाद भनिन्छ। यसरी विवाद व्यक्ति बीच उत्पादन हुने बेला खाटपाट र मनमुटाव हो। विवाद व्यक्ति समूह समुदाय समाज संस्था देशका बीचमा पनि हुन पर्छ। घर परिवारका सदस्यहरूका बीचमा पनि विवाद हुन्छ। आफ्ना साथीहरूको बीचमा पनि विवाद हुन्छ। एउटै कक्षामा पढ्ने साथीहरूको बीच शासन कुरामा पनि विवाद हुने गर्छ। एउटा साथी अर्को साथीलाई सही सूचना प्रवाह गर्न नसक्दा विवाद सिर्जना हुन्छ। साथीहरूको बीच विवाद सिर्जना हुने मुख्य कारणहरू तल व्यक्तिगत रूपमा सूचित गरिएको छ। साथीहरूको बीच गलत सन्देश दिनु, एउटाले अर्कोमाथि विश्वास नगर्दा, एउटाको भावना अर्कोलाई बुझ्न नसक्दा, भनेको नमान्नु, राम्रा संस्कार नपाउनु। हस्, म आफ्नो समाजको विषयको यही अन्त्य गर्न चाहन्छु।